यहाँनिर मेला छ अरे अनि त्यसको हल्का माहौल कस्तो हुँदो रहेछ भनेर कस्तो मेला हो भनेर चाहिँ गर्न गएको छौँ जान्छौँ होइन। अनि यहाँनिर चाहिँ पुरै त्यो पानी परेर भर्खर एकदम बबाल देखिरहेछ त्यतैतिर हो कन्याम। हाम्रो लागि त त्यो कस्तो भइसक्यो भन्दाखेरि कन्याम भनेको त कस्तो भइसक्यो भन्दाखेरि होइन त्यो आँगन जस्तो अहिले एकछिनबाट गफ गर्छु ल म। पानी परेर होइन एकदम राम्रो वातावरण भएको छ। कन्याम भनेको चाहिँ त्यो हो होइन। अनि यहाँनिर हामी यतैतिर आइदिइ बस्छौँ दियोस् म त्यतैतिर हो होइन। म त्यहाँ अरू के भयो फेरि वर्क अन प्रोग्रेस गर्न त। अनि त्यस पछाडि आकाश हेर आकाश उज्यालो कुदिरहेको मान्छे। अनि अहिले चाहिँ बेलुकाको माहौल हो यो चाहिँ। This is the time, currently the time is about 5:35 PM and here we are just having fun, watching beautiful views and lots of other memorable things, creating memories. Creating some fucking amazing memories and here is यो त हो त्यही मान्छेले हो साइड को मान्छेले त्यो थियो क्या यो पासमा त हिँड्नै डर लाग्यो मतलब मैले पुरै बुझिनँ। अनि यस्तो छ नहलहरू आई डोन्ट नो कसको बी हो बट अप्सराहरू देखिरहेको छौँ यहाँदेखि हामीले। आएको भाइ त्यहाँ हट्छ त हाम्रो फ्रेममा आइस त अनि राति आइस भाइ बेहुली च्वाक कि त्यो वाला च्वाक आएको भाइ बाइक पनि च्वाक आउँछ त अनि त्यस्तै खोइ बेहुला चाहिँ हाम्रो केटाहरू त्यहाँ उँभो जाँदैछ भगवान्को दर्शन गरेर एकदम शुभ होस् भनेर गरेको। यो चाहिँ कर्फक विद्या मन्दिर यही हो हामीले इक्जाम दिने स्कुल। यो चाहिँ देवानेत्र हुन्छ आज त कति डेबो ओ यो डस्टबिनमा हाल न केटा हो फोहोर। अनि त्यस पछाडि यहाँ मसँग यो चिङ्गम खाएको खोल्छु अब यसलाई गोजीमा हाल्नुपर्ने हुन्छ। यो चाहिँ कर्फकको ग्राउन्ड हो त्यो त्यसको त्यो हो त्यहाँ के त्यो एग्रिकल्चरको त्यो होला त्यो चाहिँ स्कुल हो यहीँ हो हामीले इक्जाम लेख्ने रहेछ। यो ठुलो छ यो यता होला ब्याचलर स्याचलर पढाउने अनि डिस्ट्रिब्युट विद्यार्थीहरूलाई पनि पढाइ पठन हुन्छ। दाजु बस्नुहुन्छ एकछिन न। अनि त्यस पछाडि त्यही हो अनि त्यस्तै हो के भनेर अरू त के देखाउने यहाँ। यो बाटो कहाँ जान्छ मलाई थाहा छैन कहराहरू छ। इक्जाम सक्यो अहिले हामी सामी पार्क घुम्न गएको होइन। यो मान्छे छलकपटवाला मान्छे हो नि त। यसो नमस्ते गर्थ्यो न मेरो ब्लगमा। लगाइ अहिले हामी सामी पार्क जाँदैछौँ इक्जाम सकियो एकदम खुसी के हो मलाई सोध्नु नि होइन। Yeah, everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. So guys, now we just arrived at Sami Park and like यस्तै छ यहाँनिरको वातावरणहरू
ठ्याक्कै चाहिँ आइपुगेको छैन हामी यता भित्रदेखि आयौँ त्यसैले मेन आकर्षणको केन्द्रमा हामी आइपुगेकै छैनौँ यही होला हाम्रो मेन आकर्षण चाहिँ म बस्छु एकछिन बसिन अनि यहाँनिर यस्तो छ यहाँ मुनि चाहिँ यो चाहिँ यस्तो लगाएको छ यस्तो छ एकदम राम्रो पो रहेछ त त्यहाँनिर चाहिँ त्यस्तो छ ल च्याउ पनि यता आउँदै उम्रेको रहेछ वी जस्ट वाकिङ एन्ड वाकिङ एन्ड वाकिङ एन्ड वाकिङ राम्रो पर्यटकीय क्षेत्रै त छ नि हामी घुम्न आइरहेको छौँ त व्यवस्थित नै त छ नि यस्तो इट्टा हालेको छ यहाँ मुनि यस्तो दामी बनाएको छ ठाउँ चाहिँ राम्रो होइन क्यामेराले किन नराम्रो ल्याएको के हो के रहेछ क्या यता गयो उता जाने गएकै घुमेकै पुग्ने कहाँ हो पनि थाहा छैन मुख्य आकर्षण पनि के हो त्यो पनि थाहा छैन मुख्य त सबै मुख्य आकर्षण छ होइन तर जस यता गयो उता जाने जस्तो बाटो देखिन्छ त्यहाँदेखि उता गयो फेरि अझै उता जाने हुन्छ यता जाउँ न यता चाहिँ अनि त्यस्तै हो हामी यता र उता डुकुल अनि ठ्याङ घुमिरहेको छ